देखिँदा यो अम्लेट जस्तो देखियो पनि तर यो अम्लेट चाहिँ होइन है साथीहरु, यो चाहिँ चीज केक हो। अनि आउनुस् हामी चाहिँ एकदम इजी वेमा चीज केक बनाउँछौँ है। सबैभन्दा सुरुमा हामी राइस सुगर लिने, अनि त्यसमा चाहिँ 400 ग्राम दही, 2टा अंडा, 2 चम्चा चिनी, त्यसपछि हाम्रो मेन क्रिम चीज यो चाहिँ 150 ग्राम जति राखेर अनि यसलाई चाहिँ मज्जाले मिक्स गर्नुपर्छ। यो एकदम मसिनो हुने गरेर चाहिँ मिक्स गर्नुपर्छ। मैले चाहिँ अझै मसिनो गरेर पनि मिक्स गरिन किनभने मलाई यस्तो घुमाउँदा मेरो हात पनि पुरै थाकिसकेको थियो, त्यही भएर चाहिँ मैले धेरै मसिनो पनि पारिन। अनि यसलाई चाहिँ हामीले जसरी हामीले त्यो खाना पकाउँछौँ नि नर्मल हिटमा त्यस्तै गरेर नर्मलमै पकाउने। अनि यो पाकिसकेपछि यसलाई चाहिँ बिस्तारै खनाउनु पर्दछ। तर मैले चाहिँ यो फर्स्ट टाइम भएर चाहिँ मैले खनाउने बेला चाहिँ अलि बिगारे अनि मैले सकेसम्म मिलाउने कोसिस गरेको तर राम्रोसँग मिलाउन सकिन। त्यही नि टेस्ट चाहिँ एकदम मिठो भएको थियो। मैले चाहिँ बल्ल यतिको भए पनि मिलाएँ। अनि यसलाई चाहिँ फ्रिजमा राखिदिने। फ्रिजमा राखिसकेपछि यो चाहिँ अलिकति चिसो भइसकेपछि यो आफै ठाउँमा आउँछ हैन। अनि त्यसपछि मैले फ्रिजबाट निकालेर यसलाई चाहिँ बिस्तारै काटेँ। काट्ने बेला चाहिँ अलिकति ध्यान दिएर काट्नुपर्छ। यो एकदम नाजुक हुन्छ, एकदम नरम हुन्छ, त्यही भएर। अनि हजुरहरूले देख्न सक्नुहुन्छ यो यस्तो राम्रो भएको छ। मैले चाहिँ अनि 2टा जति मेरो साथी श्रीलङ्कन साथीलाई दिएँ, उसले नि एकदम मिठो भएको छ भन्दै थियो है। मिठो भयो फर्स्ट टाइम भए पनि। अनि हजुरहरू पनि एकचोटि घरमा ट्राई गरेर हेर्नु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्यांक यू।